हे रुकाउँदो चैला आया चग्र अदाइको चुडी काटेर वर्षसम्म भूमिका गएको यो खम्मा अर्तनी दिनु भयो उता भूमिका गएर 5 वर्षसम्म कन्नड खुकुरी बानाको तपाईँ भोगाबीको लट्टी हामाएर हतियार दिएर ठुलो हतियार चलाउन जानेर मिलिया थियो यो भोगाबी लट्टी थियो दाजु के भन्नुहुन्छ भने दाजु गरिब काम हेरे दिन बाइके नाच्ने खेल्ने बजाउने त्यही 1 रुपियाँ दिँदा त्यो हुँदैन दाजु अब सम्पत्ति ल्याउला धन्ना दिए ल्याउला न तल्नु दिउँला केही म खाला गरेर जति सुन्दिने भन्यो अब भयो जात बाबु भनेर मुक्ति ल्याउँदो भनी गयो मूर्ति बेची खायो यो रिङ्गे पनि बास तपाईँको यो माथि जाँदा ठुलो लेख्छन् त्यही भाषा भइदियो उनका लागि ल्याउनु मिलिहाल्यो कोनै भाषा भइ त थियो आजकाल नाची लाग्ने उड्का मनी आयो सुनेपछि मोरा लाग्छ बात कसो भने बिरालामा गएनु शत्रु कसो भने भाइकोमा गएनु भन्नु बरु डामर बरु यति मान्छे सकेर त्यही भन्दा ए कालिया घुघुरा लिया मूर्ति बना लिया मान्छेलाई करेन्टी लगेर राज्य सत्ता कब्जा गरेर यहाँको जनसरकार ल्याउनको लागि 10 वर्ष सङ्घर्ष गरे दाइ घाँसा भन्ने पक्सिने मात्रै काम भन्ने पार्टीले योजना दियो नलिउ भने भएन ध्यान लिया घुघुरा लिया मूर्ति पनि लिया ए चौर दाइसँग मान्ती कन धेरै धोका दिया मेरै घर खाना खाइदे मोइकन कुटी मेरै घर खाना खाइदे मोइकन कुटी माथि सरकार नभए पनि बाबु अहिले गाउँपालिका पनि परि नरायण गाउँपालिका नेपाली गानाले जितेको ओडा पनि नेपाली गानाले जितेको क्षतिपूर्ति भराउनु छ कति गर्नु मैले कुट्याउनु मिलिसियाले कुट्याउनु अरू कमरेडहरू 2-4 जना साथीहरू न रोटा दिने न पानी दिने केही नदिने दानाले हेराउने ठाउँमा मात्रै अगाडि जाने पार्टीले यसजना गरिहाल्यो ए कनले मौसमी दियो कनले चन्दा दियो कनले मौसमी दियो कनले चन्दा दियो चन्दा दियो ए मुसलाली पेल्ने बेला कसो भयो थियो
हरियो गुजरातमा हरियो त ओराला हिजो साउदी गएर मैले लट्टी राखेको थिएँ ओरा जम्मा हल्नु नि हामीलाई हड्डी बेलाका मित्र नरालिएको थिएँ बेला बेलाका केही खम्मा लाग्दा हामी यो फटाओ भनेर रिकर्डिङ गरेर उतापट्टि पेलियो म आउनु भयो अब अगाडि त भएको त सुविधा छ म उता उता मोर पेलि तर मौसम दियो भनेर भन्यो गाउँघर मौसमी माग्यो जोइ छोरीलाई पाल्यो खोनाले मौसमी दिया खोलले चन्दा दियो मुसलाले पेल्ने बेला कसो भएपछि भनिएको थियो गाउँबाट मौसमी माग्यो जोइछोरलाई पारो एका दुई श्रीमतीबाट 18 ती सुकुरा चल्दा कति गाउँबाट मौसमी माग्यो जोइछोरले पारो आली कहाँ पाल्यो छुटी खुर्किया बोल्दो आली कहाँ पाल्यो मेरा चक्र आयो एउटा सरकार पक्षको र एउटा माओवादी पक्ष बाध्य भइसक्यो हतियार लिएर क्यान्टिनमा राखेर संविधान सभाको चुनाव मिल्ने बेला त अब आखिर शान्ति वातावरण हो त्यसै कारणले गर्दा दाजुले भने छुट्टी खुर्किएको भन्नु आजले कहाँ फाल्यो एउटा एलएमजी पनि अब क्यान्टिनमा राख्यो आफ्नो जो त्यो एउटा विभागमा आफ्नो विभागमा लिएको हुन्न अथवा राखेको हुन्न त्यो क्रान्तिमा त्यो मुख्य चाहिने एउटा साधनहरू हो हे उही बेला होइला आज हेली फुर्किन लाग्यो उही बेला होइला छेदै पुग्ने सम्भावना भइसकेपछि मुखिया बनिँदैन धामी बनिएन डाङ्री बनिएन आज बेला फुर्किन लाग्यो उही बेला ओइला